म चाहिँ अघिदेखिको यिनीहरूलाई रोडमा पर्खेको हो। कम्ती ढिलो हुँदैन, 2-3वटा गाडी त त्यसै गइसक्यो नि। हेर्नु हल्लिँदै हल्लिँदै आएको। परदेश लाग्यौ। गदगद छ बहिनी आज बर्थडेमा। बर्थडेमा हेर न पैसा पैसा पैसा। आज हामीलाई ट्रिट दिन्छ अरे। हेलो नमस्ते सबैजनालाई। हामी चाहिँ यहाँ गाडीको इन्तजारमा छ। आज टुम्पुको बर्थडे, छिटो छिटो गएर छिटो छिटो कामहरू सकेर के गरौँ भनेको, खोइ गाडी पाउनु छैन हो। यसको बर्थडे हो, यो अभागी रहेछ। तकदिर फुटाए है त। गाडी चाहिँ यहाँनिर हामीले अहिलेदेखि पर्खेको होइन। एउटा गाडी आउँदैछ, हेरौँ अब उसले रोक्छ कि रोक्दैन। प्राइभेट गाडी हो, प्राइभेट गाडी हो। लक्किली हामीले गाडी पनि पायौँ अनि हामी गान्तोकतर्फ जाँदैछौँ आफ्नो ड्युटीतिर हो। बहिनीको चाहिँ आज इक्जाम छ, धन्न टाइममै गाडी पाएर ऊ पनि खुसीसँग जाँदैछौँ हामी। अब चाहिँ हामी रुम पुग्न आँट्यो हो। अन्त बिचमा चाहिँ हामीले भिडियो रेकर्ड गर्नै बिर्सेछौँ हो। त्यही कारणले गर्दा अब एकैचोटि भरे केक कटिङ सेरेमनीमा भेटौँ ल। यो चाहिँ हाम्रो बहिनीको बर्थडे हो। अन्त म चाहिँ उसको लागि केक लगेर जाँदैछु। यो चाहिँ बहिनीको लागि केक हो। यस्तो छ केक चाहिँ। यहाँ चाहिँ फोटो सेसन चलिरहेको छ हो, नक्कल पारिरहेको छ हो। हेलो गाइस। So this one's for you. Ta-da! And this also. Oh my god, thank you. Happy birthday to you. 1, 2, 3. भिडियो हेर्न अन्त आउनु पर्यो नि। भयो? Happy birthday त गइसक्यो। ड्रिमहरु बनाऊ। गइसक्यो छोटे निकाल्दै अब। ल फुफु कटले बर्थडे गर्ल त आफै हेर्नु नि एक्लै खाको। दिन उ याङ्कीलाई पनि दिएन। रेकर्ड गर्नुमा बिजी छ। म के भन्नु हैन गाइज। गाइज एन्ड गाइज। मिठो रहेछ तर यो केक याङ्कीलाई पनि दे त। यो दोकानको नाम के हो? यो दोकानको नाम हैन, यो केकको नाम के हो भन्नुहोस्। हैन नले खाइन न प्लिज। Happy birthday. थ्यांक यू।